व्यवसाय सञ्चालन गरिरहनु भएको छ तर भ्याटमा दर्ता गर्ने कि नगर्ने भन्ने बारेमा अन्यल भइरहनु भएको छ भने आउनुहोस् आजको यो भिडियोमा भ्याट दर्तालाई राम्रोसँग बुझौँ है त। सुरु गरौँ पहिलो प्रश्नबाट। कुन व्यवसाय भ्याटमा दर्ता गर्ने? हामीले के बुझ्नु पर्यो भने भ्याटमा दर्ता गर्नका लागि व्यवसायको दर्ताको प्रकार हेर्नु चाहिँ होइन। भन्न खोजेको एकल फर्म भए भ्याटमा दर्ता गर्नु नपर्ने, साझेदारी भए भ्याटमा दर्ता गर्नुपर्ने, कम्पनीको केसमा नगरे नि हुने, एनजिओ आइएनजिओ हो सोसल वर्क हो भ्याटमा दर्ता गर्न नपर्ने भन्ने चाहिँ हुँदैन। हामीले व्यवसायको दर्ताको प्रकार हेर्ने होइन। हामीले भ्याटमा दर्ता गर्ने कि नगर्ने भन्नका लागि त्यस्तो व्यवसायले के बेच्छ, कम्प्युटर बेच्छ कि तरकारी बेच्छ कि फलफुल बेच्छ कि के बेच्छ अथवा सर्भिस के दिन्छ, एजुकेसनल सर्भिस पो हो कि इन्टेरियर डिजाइनिङ सर्भिस हो कि अडिटिङ सर्भिस हो कि के सर्भिस दिन्छ हो त्यसको आधारमा बल्ल हामीले छुट्याउन सक्छौँ। अब वस्तु र सेवाको कारोबार हेर्ने त भनियो कि सबै वस्तु र सेवाको कारोबारमा भ्याट लाग्छ लाग्दैन। हाम्रो भ्याट एक्टमा एउटा लिस्ट दिएको छ जसलाई हामी अनुसूची 1 भन्छौँ। यदि तपाईले कारोबार गर्ने वस्तु र सेवा अनुसूची 1 मा पर्छ भने त्यसमा तपाईले जतिसुकैको कारोबार गरे पनि यो कर नलाग्ने भ्याट नलाग्ने वस्तुहरू हुन्, तपाई भ्याटमा दर्ता गर्नु पर्दैन। अनुसूची 1 मा छ भने चाहे तपाई 1 लाखको कारोबार गर्नुस्, 1 करोडको कारोबार गर्नुस्, 10 करोडको कारोबार गर्नुस्, भ्याट नलाग्ने भएका कारणले तपाई भ्याटमा दर्ता गर्नु पर्दैन। तर यदि तपाईले कारोबार गर्ने वस्तु अथवा सेवा अनुसूची 1 मा छैन भने तपाई भ्याटमा दर्ता गर्नुपर्ने हुन सक्छ। एउटा एक्जाम्पल हेरौँ है। एउटा व्यवसाय रहेछ जसले आलु प्याजको होलसेल विक्रेताको रूपमा काम गर्दै रहेछ। अब हामीले यो व्यवसाय भ्याटमा दर्ता गर्ने कि नगर्ने भन्नका लागि आलु प्याज त्यो अनुसूची 1 मा छ कि छैन भनेर हेर्नु पर्यो। यदि अनुसूची 1 मा आलु प्याज छ भने जतिसुकैको कारोबार गरे पनि त्यसमा भ्याटमा दर्ता गर्नु पर्दैन र अनुसूची 1 मा आलु प्याज छ भनेपछि यो कर नलाग्ने वस्तु हो। अब कर नलाग्ने वस्तु भएका कारणले कारोबार 25 लाख भए पनि कारोबार 75 लाख भए पनि तपाई भ्याटमा दर्ता गर्नु पर्दैन। अर्को एउटा एक्जाम्पल हेरौँ है। इलेक्ट्रोनिक्सको एकजना होलसेल विक्रेता रहेछ। अब इलेक्ट्रोनिक्सको व्यापारी भ्याटमा जाने कि नजाने भन्नका लागि उले जुन बिजुलीको सामानहरू बेचिरहेछ अनुसूची 1 मा छ कि छैन भनेर हेर्नु पर्यो। अनुसूची 1 मा छैन, अनुसूची 1 मा नभएपछि यो कर लाग्ने वस्तु भयो। कर लाग्ने वस्तु हुने बित्तिकै तपाई भ्याटमा दर्ता गर्नुपर्ने हुन सक्छ है। अनिवार्य रूपमा भ्याटमा दर्ता गर्नुपर्छ भन्ने छैन। सर कहिले भ्याटमा दर्ता गरे त? कारोबारको सीमा हेर्ने। कारोबारको सीमा कसको हेर्नु पर्दो रहेछ? जसको वस्तु अथवा सेवाको कारोबार अनुसूची 1 मा छैन भने कारोबारको सीमा हेर्ने। सो कति हो त्यो सीमा? वस्तुको हकमा 50 लाख भन्दा बढी, सेवाको हकमा 30 लाख भन्दा बढी, वस्तु र सेवा दुवैको कारोबार गर्नेको केसमा 30 लाख भन्दा बढीको कारोबार छ भने तपाई भ्याटमा दर्ता गर्नुपर्छ। एक दुईवटा एक्जाम्पल हेरौँ, क्लियर भइहाल्छ। जस्तै यो इलेक्ट्रोनिक्सको होलसेल विक्रेताको हेरौँ है त। इलेक्ट्रोनिक्सको होलसेल विक्रेता भनेपछि इलेक्ट्रोनिक अनुसूची 1 मा छैन भनेपछि भ्याट लाग्छ। भ्याट लाग्ने भएपछि कारोबार हेर्ने। कारोबार 25 लाख छ, 50 भन्दा कम भ्याटमा दर्ता गर्नु पर्दैन। कारोबार 75 लाख भइसक्यो भनेपछि 50 लाख कट्ने बित्तिकै तपाईले के गर्नुपर्छ? भ्याटमा अनिवार्य रूपमा दर्ता गर्नुपर्छ। हैन म त भ्याट मान्दिन जान्दिन भन्न पाउनुहुन्न। तपाईले 50 लाख कट्ने बित्तिकै के गर्नुपर्छ? भ्याटमा अनिवार्य रूपमा दर्ता गर्नै पर्छ। गर्नु भएन भने फाइन एन्ड पेनल्टी लाग्छ। 50 लाख भन्दा बढीको 25 लाखमा तपाईको 13% प्लस फाइन एन्ड पेनल्टी तपाईलाई कर कार्यालयले उठाउँछ। अर्को पनि एक्जाम्पल हेरौँ। एउटा एजुकेसनल कन्सल्टेन्सी छ। एजुकेसनल कन्सल्टेन्सी के अनुसूची 1 मा छ? अनुसूची 1 मा छैन। नभएपछि यो कर लाग्ने सेवा रहेछ। कर लाग्ने सेवाको केसमा 30 लाख कट्ने बित्तिकै भ्याटमा जानुपर्छ भन्छ। अब कारोबार हेर्ने। यदि कारोबार 25 लाख छ भने भ्याटमा दर्ता गर्नु परेन। कारोबार 35 लाख छ भने 30 लाख कट्यो। 30 लाख कट्ने बित्तिकै हामी के गर्नुपर्छ? अनिवार्य रूपमा भ्याटमा दर्ता गर्नै पर्छ। सर एउटा यो इलेक्ट्रोनिक्सको होलसेल विक्रेता छ, कर लाग्ने वस्तुको कारोबार भइहाल्यो, 50 लाख कटेपछि त अनिवार्य रूपमा भ्याटमा दर्ता गर्नु पर्यो। तर कारोबार अहिले 25 लाख 30 लाख रुपियाँ मात्रै छ, सीमा कटेको छैन। तर मलाई भ्याटमा चाहिँ दर्ता गर्न मन छ भने के स्वइच्छाले भ्याटमा दर्ता गर्न पाइन्छ त? यस। कुनै पनि पार्टीले यदि करयोग्य वस्तु अथवा सेवाको कारोबार गर्दैछ भने स्वइच्छाले म आफ्नै इच्छाले चाहिँ भ्याटमा दर्ता गर्छु भन्न चाहिँ सीमा कुरिरहनु पर्दैन। उसले कर कार्यालयमा गएर निवेदन दिएर भ्याटमा दर्ता गर्न चाहिँ पाउँछ।